नेपाली भाषा सिकाइको संसारमा म एउटा आत्मपरक निबन्ध लिएर यहाँहरूमाझ साइनो गाँस्न आइपुगेको छु। यस निबन्धको शीर्षक रहेको छ मेरो देशप्रति मेरो कर्तव्य। सूर्यको लालीमा प्रकृतिको थाली टलक्क टल्कन्छ, सगरमाथा बोकेर मेरो देश नेपाल लमक लमक लम्कन्छ। उत्तरका चम्किला चाँदी जस्ता हिमालय शिर ठाडो पारेर शानले बाँच्छन्, दक्षिणका विशाल फाँटले उन्नत एकताको माला गाँच्छन्। मेचीदेखि कालीसम्म नै नेपालको सुवास मगमगाउँछ। यहाँको प्राकृतिक चौतारीमा सांस्कृतिक विविधता बोकेको अनमोल जीवन जगमगाउँछ। यही देशको परिवेशमा उभिएको छ मेरो कर्तव्य। मेरो देशप्रति मैले गर्ने सत्कर्म नै मेरो कर्तव्य हो। म यही माटोबाट जीवन लिएर यस धरतीमा उभिएको छु। मेरो कर्तव्य अनेकताको पोखरीलाई उन्नतिको एकतामा पुर्याउनु हो। प्राकृतिक विविधताले भरिएको मेरो देशमा धार्मिक एकता छ। भाषा र जातिमा अनेकता भए पनि भावनामा समानता छ। यहाँका 3 करोड नेपालीको मनमा मानवता छ। म त्यही मानवताको पथमा बढेर नेपाल आमाको रथ हाँक्नेछु। भूगोलले सानो भए पनि भौगोलिक विविधताको छानो हो मेरो देश। विश्वको स्वर्ग बनेर बाँचेको मेरो देशको सपनालाई मैले उन्नतिको मार्गमा बढाउँछु। ध्रुव तारा जस्तै चमचम चम्काउँछु। कर्तव्यको कसीमा म जीवनको मसी नसुकुन्जेल मेरो देशको पहिचान छातीमा सजाएर राख्छु। मेरो देशमा सिद्धार्थ गौतमले बुद्धत्व फैलाएर आफ्नो कर्तव्य पूरा गरे। सीता र भिरकुटीले नारीको माया र ममता छरे। मुन्नुम र वेदले सत्यको प्राण भरे। मेरो कर्तव्य पनि ज्ञानको बारीमा सिपको फुल फुल्नु हो। पानी परेपछिको आकाश जस्तै खुल्नु हो। दुङदुङी गनाएको भ्रष्टाचारलाई बगाएर हिमाली नदी जस्तै सङ्लो हुनु हो। आफ्नै माटामा पौर गरेर देशभक्तिको पुक्क परेको गाला छुनु हो। मेरो देशमा भोकले कोही रुनु नपरोस्, रोगले कोही जीवन धुनु नपरोस्। मेरो कर्तव्य शिक्षालाई जीवनसँग जोड्नु हो। म धनी र गरिबको खाडललाई सिप र श्रमको चपरीले पुर्छु। शिक्षा र स्वास्थ्य सबैको दुखदुखी हो, जसलाई कहिल्यै कदापि कौडीको भाउ बनाउँदिन। रुखो शिक्षालाई माटो सुहाउँदो कर्मयोगी बनाउँछु। हरेकको जीवनभित्र नेपाली पहिचान खन्याउँछु। म हिजो हराएको अतिथि देवो भवको खोजी गर्छु। मौलिकता र लौकिकता उठाएको देशको आँसु पुस्छु। मेरो मृत्युले स्वतन्त्रता र देशको एकता जन्माउँछ भने म मर्न पनि तयार छु। हो, जिउँदै मर्नुभन्दा मरेर जिउनुको आनन्द 10 गुणा पाइन्छ। हो, देश लुटिए म लुटिन्छु, तसर्थ देश लुट्ने र निमुखा जनता ठग्ने लुटेराहरूलाई लगारेर म विकृतिको फोहोर बढार्छु। म नेपाललाई स्विजरल्यान्ड जस्तै शान्तिप्रिय बनाउँछु। चीन जस्तै विकासमा क्रान्तिप्रिय बनाउँछु। घर घरमा नेपाली मन र तन जोडिएको विकास पुर्याउँछु। सीमित टाटाबाटाको हातबाट खोसेर देश सबैको साझा बनाउँछु। मागी खाने र ठगी खाने भाँडो बन्नबाट जोगाउँछु। चुहिएको भाँडो टाल्छु र कुहिएको आलु फाल्छु। भौतिक विकासको जगमा आध्यात्मिक चेतनाको बत्ती बाल्छु। पर्यावरणलाई जोगाएर पर्यटनको पाइला चाल्छु। मेरो कर्तव्य देशको पीडा पखाल्नु हो। पूर्वीय सभ्यताको बिरो थाम्नु हो। म यसको मुहारलाई टलक्क टल्काउँछु। सम्भावनाको सिँढी चढेर विकासको हजारौं फुल फुलाउँछु। मेरो जीवनको उद्देश्य नै लुटाएर चुसा घुन र लार्वालाई किचेर देशको बोझ हटाउनु हो। व्यतिथि र अत्याचारको जालो मेटाउनु हो। हो, मेरो कर्तव्य ज्ञानको पोखरीमा पौड्नु पनि हो। सृजनाको चौतारीमा लोकगीत गाउनु हो। जीवनमा नयाँ सिप र अनुभव पाउनु हो। सगरमाथाको देशलाई बीच सडकमा लुटिन र समसाझै कुटिन दिन्न। म देशलाई कहिल्यै वृन्दावनमा छाडेर दुरु दुरु रुवाउँदिन। म यही देशको माटोमा जीवनको सम्भावनाको बाटो खन्छु। विदेश जाने सपना हत्केलाले किचिमिची पार्छु। आर्थिक विषमताले हनहनी ज्वरो आएको बेला हिमाली सौन्दर्यको बुटी लगाउँछु। म अतिथिलाई देवता ठान्छु, कर्मलाई पूजा मान्छु। हो, मेरो देशले मस्त यौवनको लाली साँचेको छ। गीता र त्रिपिटकलाई हृदयमा राखेर हाँसेको छ। हाम्रो सदाबहार सौन्दर्यमा हजारौं थरी जीवहरू बाँचेका छन्। पुतलीहरू फनफनी घुमेर नाचेका छन्। म तिनको स्वतन्त्रतालाई सबैको ढुकढुकी बनाउँछु। नदी नालाबाट सिँचाइ र जलविद्युत निकाली जलमल्ल पार्छु। जडीबुटी र फलफुल लगाएर सुर्खा र पाटो पनि उर्वर बनाउँछु।
यसरी म मेरो देशको माली बन्छु, मेरो देशको माटोमा सिप र सृजनाले दिनरात खन्छु। म हराएकाहरूको आवाज सुन्छु, हरेक मानिसको भावना छुन्छु। फोहोर रूपी अन्याय र अत्याचार कि मिची मिची धुन्छु। मेरो कर्तव्य नै करोडौँ जनको पीडा भुलाउनु हो, तिनको फाटेको मन सिलाउनु हो। मिलेर बसेका नेपालीहरूको मन मिलाउनु हो। विदेश पलायन रोकेर स्वदेशमा नै बस्न सकिने वातावरण मिलाउनु हो। यो चित मेरो माटोमा बस्ने सबैलाई आओस्, सबै नेपालीको मनमा सधैँ सधैँ खुसी छाओस्। मेरो देशप्रति मेरो कर्तव्य यही हो, जय देश जय जन्मभूमि। यसरी आजको सृजनाको संसारमा मेरो देशप्रति मेरो कर्तव्य भन्ने आत्मपरक निबन्ध प्रस्तुत गरिएको छ। यो सामग्री परीक्षाको परियोजनमा पनि अत्यन्त उपयोगी हुनेछ। जाँदा जाँदै यस च्यानललाई लाइक तथा सब्स्क्राइब गर्न नभुल्नुहोला। हस्त, धन्यवाद।